Welcome to day 28 of my 30-day challenge. Hello everyone, it's me Salina Chhetri. Welcome back to my new mini vlog. आज चाहिँ अब शनिबार भएको भएर हाम्रो चाहिँ बिदा अनि अब बिदाको दिन चाहिँ घर सफा गर्ने अनि त्यसपछि लुगा धुने दिन जस्तै हुन्छ नि त हाम्रो लागि त। त्यही भएर मैले चाहिँ पहिला सुरु बेडसिटहरु निकाले अनि त्यसपछि बेडसिटहरु फेरे अनि अब सबै कपडाहरु धुन पर्यो नि त। अनि त्यही भएर अनि त्यसपछि सिरानीको खोलहरु पनि मैले फेरे अनि त्यसपछि त्यो सबै कामहरु सकेर अनि अर्को रुममा पनि फेरि मैले बेडसिटहरु फेरे चेन्ज गरे अनि त्यसपछि सबै ठ्याक्क मिलाएर स्याट्ट पारे के अनि बडाल बुडुल पोछा लाउने काम सबै सके। आज चाहिँ मैले घर सबै सर्लक्क सफा बनाए अनि त्यसपछि चाहिँ मैले लुगाहरु धेरै नै निस्केको थियो के अनि लुगाहरु पनि निकालेर धोए अनि त्यसपछि धोएर अनि आफू पनि नुहाएर एकदम सफा भएर बसे। त्यसपछि चाहिँ मैले नुहाइसकेपछि लुगाहरु सुकाए। घाम चाहिँ एकदम मज्जाले लाग्यो थियो कि हाम्रो चाहिँ आज दिउँसो चाहिँ घाम हेर्नु न कस्तो मज्जाले लाग्यो थियो। लुगाहरु मज्जाले सुक्छ भनेर मैले चाहिँ लुगाहरु सुकाए। मैले चाहिँ यति कपडाहरु धोएको थिएँ कि हेर्नु न सबै आज मैले धोएको कपडाहरु यो कपडाहरु धोएर सुकाए अनि त्यसपछि फेरि खाना बनाए। खाना बनाएर अनि खाना खाएर भाँडा माझे। आज चाहिँ मैले धरो काम गरे। काम गर्दै 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 आज मेरो स्याटरडे चाहिँ बित्न लागेको थियो अनि त्यसपछि एकछिनमा आशा म्यामले चाहिँ उता सुन्ता म्यामको नानुको बर्थडे रहेछ आज अनि त्यही भएर उता बोलाउनु भएको थियो अनि हामीहरू गएर आशा म्यामलाई र बाबुलाई लिएर त्यसपछि चाहिँ हामीहरू सुन्ता म्यामको घरतिर जान लाग्यौं। त्यसपछि नानुको लागि गिफ्ट किन्नको लागि हामी गएको थियौं। त्यहाँ गएर सामानहरू किनेर अनि हामीहरू चाहिँ सुन्ता म्यामको घरतिर हिँड्दै गयौं। घाम एकदम चर्केको थियो दिउँसो चाहिँ अनि हामीहरू फाइनली सुन्ता म्यामको घर पनि पुग्यौं। यता अञ्चलाई भन्नु भनेको अनि सबैजना बसेर एकछिन गफ लाग्यौं। बाबुहरू दुईजना चाहिँ साथी हुनुहुन्छ नि त अनि त्यही भएर खेलिरहनु भएको थियो कि हेर्नु न दुईजनालाई यस्तो रमाइलो लागिरहेको थियो। अनि हामीहरूले आइसक्रिम पनि खायौं। आइसक्रिम खाएर यता अश्विन र अंश चाहिँ बसिरहनु भएको थियो अनि एकछिनमा पानी पर्यो अनि यता चाहिँ रेनबो देखिरहेको थियो कि अनि नानुको सबै साथीहरू आउनु भयो अनि हामीले चाहिँ बर्थडे सेलिब्रेट गर्न थाल्यौं। सबैजना एकदम खुसी हुनुभएको थियो। अब सानोमा त बर्थडे मनाउँदा एकदम खुसी लाग्छ नि त अनि नानु पनि एकदम खुसी हुनुभएको थियो कि साथीहरूसँग बर्थडे सेलिब्रेट गर्न पाउँदा। अनि हामीहरू चाहिँ बर्थडे सेलिब्रेट गरेर घरतिर फर्क्यौं। यसरी नै हाम्रो दिन बित्यो। थ्यांक यू फर वाचिङ।